ओ कति धेरै सान्त्वना र प्रेम हामीले पिताबाट प्राप्त गर्छौं र जब हामी शत्रुको विरुद्धमा दृढ उभिन्छौं तब प्रार्थनामा उहाँतिर गएर कति ठूलो समर्थन पाइन्छ। परीक्षा चाहे जुनसुकै प्रकारको होस् त्यस विरुद्ध लड्दा प्रार्थना एक यस्तो हतियार हो जसलाई हामीले छोड्न सक्दैनौं। परीक्षाको उद्देश्य हामीलाई फसाउनु र परमेश्वरबाट टाढा लैजानु हो, तर प्रार्थना परमेश्वरसँगको संगति ठ्याक्कै त्यसको विपरीत हो। यसले हाम्रो स्वर्गीय पितासँगको संवाद खुला राख्छ। ओ कति धेरै सान्त्वना र प्रेम हामीले पिताबाट प्राप्त गर्छौं र जब हामी शत्रुको विरुद्धमा दृढ उभिन्छौं तब प्रार्थनामा उहाँतिर गएर कति ठूलो समर्थन पाइन्छ। त्यही रात जब प्रभु येशू पक्राउ पर्नुभयो गेतसमनी बगैँचामा उहाँले आफ्ना चेलाहरूसँग भन्नुभयो, मत्ती 26:41, जागा रह, प्रार्थना गर र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ तर शरीर दुर्बल छ। लुका 22:40, त्यस ठाउँमा पुगेपछि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू प्रार्थना गरिरहु र परीक्षामा नपर। लुका 22:46, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन निदाइरहेका छौ, उठ र परीक्षामा नपर्नलाई प्रार्थना गर। यहाँ परीक्षालाई केही यस्तै रूपमा वर्णन गरिएको छ जुनमा चेलाहरू फस्न सक्छन् र यसको उचित प्रतिक्रिया प्रार्थना गर्नु हो। यसरी प्रार्थना र परीक्षा एक अर्काको विरोधमा राखिएका छन्। प्रार्थना गर ताकि तिमीहरू परीक्षामा नपर। प्रभु येशूले भन्नुभयो, स्पष्ट छ यदि तिनीहरूले प्रार्थना गरेनन् भने तिनीहरू साँच्चै परीक्षामा पर्न सक्थे। प्रार्थना अर्थात् परमेश्वरसँगको संगति, उहाँसँगको संवाद खुला राख्नु र उहाँबाट आवश्यक हौसला तथा समर्थन प्राप्त गर्नु परीक्षा विरुद्धको एक सुरक्षा कवच हो। यसको मतलब यो होइन कि परीक्षा आउँदैन, तर यसको निश्चित अर्थ यो हो कि जब तिनीहरू आउँछन् तब तिनीहरूले हामीलाई विश्वासमा दृढ देख्नेछन् र हामी त्यसको जालमा सजिलै पर्ने छैनौं।